मन्त्री यही हुनुहुन्छ, यसको विषयमा मन्त्रीजीले पनि जवाब दिनुहुन्छ भन्ने विश्वास पनि व्यक्त गर्छु। धन्यवाद। मान्य सदस्य क्षितिज थेबे। सम्माननीय सभामुख महोदय, सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित सुनकोशी नदीमा साउन 18 गते बिहान 11 बजे करिब 11 बजे भएको दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। रोकिराखिएको कारलाई पछाडिबाट बसले ठक्कर दिँदा कार नदीमा खसियो। त्यसयता मेरा अत्यन्त मिलनसार मित्र सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 का पूर्व वडा अध्यक्ष दिलकुमार लामा साथै गणेश थापा र सुरज बलमपाखी मगर विगत 5 दिनदेखि बेपत्ता हुनु अत्यन्तै दुःखद छ। सभामुख महोदय, 5 दिन बितिसक्दा पनि उहाँहरूको कुनै अत्तो-पत्तो छैन। परिवारका वृद्ध बाआमा र सन्साना नानी बाबुहरू आशा र पीडाबीच दिनरात पर्खिरहेका छन्। यस्तो अवस्थामा खोजी तथा उद्धार कार्य अझ तीव्र प्रभावकारी बनाइयोस्। बेपत्ता नागरिकहरू कहिले भेटिन्छन्? गाडी र बेपत्ताहरूको खोजी किन यति ढिलै भइरहेको छ? सरकार, घटनाको प्रकृति हेर्दा यो सामान्य दुर्घटना मात्र होइन कि भन्ने गम्भीर प्रश्न उठेको छ। त्यसैले यस घटनाको निष्पक्ष, गहिरो र तथ्यमा आधारित अनुसन्धान गरी सत्य यथाशीघ्र सार्वजनिक गरिनुपर्छ। यदि कसैको लापरवाही वा दोष देखिन्छ भने कानुन बमोजिम कडा कारबाही हुनुपर्छ। पीडित परिवारले भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। राज्यले उनीहरूको दुःखलाई गम्भीरतापूर्वक बुझ्दै आवश्यक राहत क्षतिपूर्ति न्यायिक सुनिश्चित गर्न माग गर्दछु। धन्यवाद। मान्य सदस्य खगेन्द्र कर्ण। सामान्य सभामुख महोदय, काठमाडौँमा बसेर नीतिका कुरा गरिरहँदा मधेसका गाउँबाट आउने अप्रिय खबरले मन थिलथिलो बनाउँछ। 2083 साल साउन 19 गते सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाको वार्ड नम्बर 4 बस्ने 6 वर्षीय बालक कार्तिक सदा छिमेकीको घरमा टेलिभिजन हेरिरहेको बेला सर्पदंशका कारण ज्यान गुमाउनु परेको छ। यो घटनाले गाउँ शोकाकुल छ। सभामुख महोदय, जुन उमेरमा हातमा सिसा कलम र काबी हुनु पर्थ्यो त्यो उमेरका अबोध बालक समयमा उपचार पाउन नसकेर ज्यान गुमाउनु पर्यो। सर्पदंशको सामान्य जोखिमबाट जोगाउन नसक्नु र समयमै पहुँचियोग्य स्वास्थ्य उपचार हुनु नहुनु हाम्रो स्थानीय स्वास्थ्य प्रणाली र सचेतना गम्भीर कमजोरी हुनु नै हाम्रो स्वास्थ्य प्रणालीको कमजोरी हो। म सम्मान्य सभामुख मार्फत सरकारलाई ध्यानकर्षण गराउन चाहन्छु कि तराई मधेस क्षेत्रमा सर्पदंशको उपचारका लागि दक्ष जनशक्तिको व्यवस्था गरियोस्। यो वर्षौँदेखि यो समस्याले तराई मधेस क्षेत्र गिजोलिएको छ। वर्षौनी सर्पदंशको कारणले नागरिकको मृत्यु भइरहेको छ। अन्त्यमा कार्तिक सदाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो संवेदना व्यक्त गर्दछु। साथै गर्मी र वर्षायाममा घर र वरपर सफा राख्न र सर्पदंशको जोखिमबारे सचेत रहन सम्पूर्णमा आग्रह गर्दछु। धन्यवाद। मान्य सदस्य प्रेम बहादुर बाइक। सम्माननीय सभामुख महोदय, मिति 2083 साउन 20 गते बेलुका सामाजिक सञ्जाल फेसबुक खोल्दा सिधाकुरा.com अनलाइन मिडियाको समाचार लिङ्कमा नजर पर्यो। समाचार लेखिएको थियो, क्यान्सर पीडित श्रीमतीलाई पिठ्युमा बोकेर नदीमा आम्फाली बेपत्ता। मन बलियो बनाएर समाचार लिङ्क हेर्दा काभ्रेपलाञ्चोक 68 वर्षीय केदारनाथ प्राजुलीले आफ्नी 67 वर्षीय क्यान्सर पीडित श्रीमती तिलकुमारी प्राजुलीलाई पिठ्युमा बोकेर सुनसरी नदीमा बेपत्ता भएका वृद्ध दम्पतिको समाचारले अत्यन्तै मर्माहत बनायो। हामीले संसारकै उत्कृष्ट भनी प्रशंसा गरेको संविधानको धारा 35 मा स्वास्थ्यको हक, त्यस्तै धारा 42 मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरेका छौँ। सभामुख महोदय, के हो व्यवस्था हामीले संविधानलाई उत्कृष्ट बनाउन मात्र उल्लेख गरेका हौँ त? होइन भने आज असहाय विपन्न नागरिकहरूलाई सरकार र संविधानले आफू भएको अनुभूति गराउन किन सकिरहेको छैन? अब ती वृद्ध दम्पतिलाई सरकारले के भन्ने हो? कैयौँ असहाय निरीह नागरिकहरू उपचार गर्न नसकेर यसै गरी प्राण त्यागिरहेका छन्। यसतर्फ राज्य र सरकारको जिम्मेवारी के हुने? यस्तै मेरो गृह जिल्ला कैलाली लम्कीचुवा नगरपालिका वडा नम्बर 3 का 38 वर्षीय निर्मल टमट्टा, जो फुटबल तथा भलिबल उत्कृष्ट खेलाडी साथै शिक्षण पेसामा समेत आबद्ध युवा, आज क्यान्सर रोगबाट पीडित भई ललितपुर क्यान्सर अस्पतालको बेडबाट सहयोगको अपिल गरिरहनु भएको छ। त्यस्तै लम्कीचुवा वडा नम्बर 5 चौरी निवासी 48 वर्षीय उदयराम जयसीको लिभर ट्रान्सफर गर्नुपर्ने वीर अस्पतालको बेडबाट सहयोगको अपिल गर्दै हुनुहुन्छ। सरकारले यस्ता नागरिकको जीवन रक्षाका लागि विलम्ब नगरी तत्काल निःशुल्क उपचारको प्रबन्ध गरिनुपर्दछ। विपन्न र असहाय नागरिकलाई राज्य भएको अनुभूति
अनुभूति गराउन सरकारले शिक्षा स्वास्थ्य निःशुल्क गरोस् भन्ने माग गर्दछु। अनलाइनबाट सेवा र घर घरबाट पासपोर्ट पुर्याउँछौँ भन्ने घोषणा गरेको सरकारले पासपोर्ट विभागमा, अस्पतालको ओपिडीमा, ग्यास डिपोमा र मलखाद वितरण केन्द्रमा दैनिक लागेको लाइन देखिरहेको छ कि छैन? अहिलेसम्म मौन सरकारको ढङ्ग नपुगेको वा व्यवस्थापक र वितरक समक्ष सरकार निरीह भएको, नागरिकहरू दैनिक शास्ति बेहोर्दै निराश हुनु परेको छ। अविलम्ब सरकारले यी विषयमा समस्या समाधान हुने गरी सार्थक पहल गरोस् भन्दै सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। लाल सलाम। माननीय सदस्य पारस मणि गेलाल। सम्माननीय सभामुख महोदय, कोशी नदीमा पछिल्ला दिनहरूमा आएको उच्च बहावले कोशी नदीको पश्चिम कोशी टापुमा लगाएका नोजहरू समेत कटानमा परि बग्न सुरु भएको छ। यसले गर्दा उदयपुरको बेलका नगरपालिका आसपासका हजारौँ नागरिकहरूको जनधनको क्षति हुने निश्चित छ भने नागरिकहरू राति नै बगिने हो कि भन्ने डरले सुत्न सक्नु भएको छैन। नागरिकहरूको जीवन रक्षाको लागि तत्काल आवश्यक कदम चाल्न सम्माननीय सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु। त्यस्तै बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा मल लिनका लागि हजारौँ नागरिकहरू लाइनमा बस्नु भएको विभिन्न सञ्चार माध्यमबाट मलाई ट्याग गरेर भिडियोहरू आइरहेका छन्। यसतर्फ पनि सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु र साँच्चै मल छैन भने मन्त्रालयले छैन भनिदिनु पर्यो र मन्त्रालयले मल पर्याप्त छ भनिरहेको अवस्थामा हामी त्यो मल सम्बन्धित नगरपालिकाका मेयरज्यूहरूसँग कोअर्डिनेसन गरेर त्यहाँसम्म पुर्याउन तयार छौँ। हामी सांसदहरूलाई त्यसको भूमिका दिनु पर्यो। त्यस्तै यहाँ म माननीय उद्योग मन्त्री पनि देखिरहेको छु। ग्यासको त्यति नै हाहाकार छ, गाउँ गाउँमा ग्यास पाइएको छैन र खाना पाएका छैनौँ भनेर धेरै नागरिकहरूले गुनासो गरिराख्नु भएको छ। ग्यासको वास्तविक अवस्था के हो त्यो पनि जानकारी गराउन हार्दिक अनुरोध गर्न चाहन्छु। छैन भने हामीसँग आवश्यक बमोजिम ग्यास छैन, यसको वैकल्पिक ऊर्जाको प्रयोग गरौँ भनेर हामी नागरिकहरूलाई आह्वान गर्छौँ। र छ भने त्यो ग्यास कहाँ छ भनिदिनु पर्यो। हामी तत्त नगरपालिकामा हामीले गर्नुपर्ने भूमिका खेलेर त्यो नगरपालिकासम्म सहजीकरण गर्ने र ग्यास लाने काममा हामी पूर्ण रूपमा साथ दिन तयार छौँ भन्न चाहन्छु। हस्त, धन्यवाद। माननीय सदस्य यशोदा कुमारी बराल। सम्माननीय सभामुख महोदय, विश्वकप फुटबलको अन्तिम खेल हेर्न जाँदा भक्तपुरको घ्याम्पे डाँडामा कालीकोटका राज कार्की दुई समूहबीच झडप हुँदा उहाँको मृत्यु भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँलाई त्यसरी झडप हुँदाखेरि मार्ने दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न र पीडितको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछु। मेरो कर्णालीको व्यथा जहिले पनि कर्णालीका हरेक क्षेत्रमा अहिले पनि पीडा उही छ। कर्णालीका हरेक क्षेत्रमा भइरहेको बाढी पहिरोले गर्दा त्यहाँका यात्रुहरूले पाइरहेको शास्ति, धेरैवटा बस्तीहरू जोखिम र सरकारले एउटा टेन्ट लिएर 2-4 किलो चामल लिएर राहतको व्यवस्था मात्रै नगरियोस्, पहिल्यै त्यहाँ भएका जोखिमहरूलाई सरकार र सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउँछु र यात्रुले पाइरहेका शास्तिलाई सम्बन्धित निकायलाई सरकारवालाले ध्यान जाओस् भन्न चाहन्छु। अर्को कुरा, सुनसरी घटनाको कुरा चाहिँ जुन सरकारले चाहिँ यो दुःखद कुरा हो, हिमाल पहाड तराई कोही छैन पराई, हामी नेपाली सबै एउटै हौँ भन्ने हाम्रो मूल नाराका साथ यो धर्मनिरपेक्ष राष्ट्रमा अहिले पनि हामी उभिरहेका छौँ। कुनै धर्म छैन यहाँ, त्यही भएर हामी नेपाली एउटै हौँ। हिजोको प्रधानमन्त्रीज्यूले हिजोको घटनाका नैतिकता 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 भनेर भन्नुहुन्थ्यो। आज प्रधानमन्त्री र गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ? उहाँको नैतिकता छ छैन? उहाँले तत्काल राजीनामा दिनुपर्छ र 172 जना मध्ये कोही सरकार सम्हाल्न सक्ने मान्छे हुनुहुन्छ, उहाँले सम्हाल्नुहुन्छ। यो नैतिकता बोल्न दे सरकार, मेरो कुरा खोल्न दे सरकार भन्ने प्रधानमन्त्रीज्यू आज मलाई नबोल्न दे भनेर बसिरहनु भएको छ। यो कुरा ध्यान जाओस् सम्माननीय सभामुख मार्फत। धन्यवाद। माननीय सदस्य ठाकुर सिंह थारू। सम्माननीय सभामुख महोदय,
आज म बर्दियाको बाँसगढी नगरपालिका वार्ड नम्बर 2 बस्ने होम बहादुर नेपालीको जीवन रक्षाका लागि यो सदनमा उभिएको छु। होम बहादुरका छोरा ईश्वरी नेपाली